पख्नुस् के तपाईलाई थाहा छ होली पर्वको बारेमा? यहाँसम्म आइपुग्नु भयो भने अवश्य यो भिडियो अन्तिमसम्म हेरेर जानुहोला र लाइक, कमेन्ट, सब्स्क्राइब र शेयर गरेर सहयोग गरिदिनुहोला। ल है त अब भिडियो सुरु गरौँ। होली पर्व भनेको के हो? होली हिन्दू धर्मावलम्बीहरूको एक प्रमुख धार्मिक तथा सांस्कृतिक चाड हो, जसलाई रङ्गहरूको पर्व भनेर चिनिन्छ। यो पर्व विशेष गरी नेपाल र इन्डियामा फागुन पूर्णिमाको दिन धुमधामका साथ मनाइन्छ। यस दिन मानिसहरू एक अर्कालाई अबीर, रङ्ग र पानी लगाएर खुसी साटासाट गर्छन्। पुराना रिस, द्वेष र मनमुटाव बिर्सेर मेलमिलाप गर्ने परम्परा यस पर्वको मुख्य विशेषता हो। होली केवल रमाइलो र मनोरञ्जनको दिन मात्र होइन, यो सत्यको विजय, प्रेम, सद्भाव र सामाजिक एकताको सन्देश दिने पवित्र पर्व हो। होली पर्वको उत्पत्ति कसरी भयो? होलीको उत्पत्तिसँग सम्बन्धित कथा हिन्दू धर्मग्रन्थहरूमा वर्णित छ। प्राचीन समयमा हिरण्यकश्यप नामका एक अत्यन्त शक्तिशाली र घमण्डी राजा थिए। उनी आफूलाई नै भगवान ठान्थे र सबैलाई आफ्नै पूजा गर्न बाध्य पार्थे। तर उनका छोरा प्रहलाद भने लर्ड विष्णुका परम भक्त थिए। हिरण्यकश्यपले प्रहलादलाई विष्णुको पूजा गर्न नदिई आफूलाई पूजा गर्न आदेश दिए। तर प्रहलादले आफ्नो आस्था त्यागेनन्। क्रोधित भएर हिरण्यकश्यपले उनलाई मार्ने धेरै प्रयास गरे, तर प्रत्येक पटक विष्णुको कृपाले प्रहलाद बच्थे। अन्ततः हिरण्यकश्यपले आफ्नी बहिनी होलिकाको सहयोग लिए। होलिकासँग आगोले नजल्ने वरदान थियो। उनले प्रहलादलाई काखमा राखी आगोमा बसिन्, तर दैवी शक्तिको प्रभावले प्रहलाद सुरक्षित रहे र होलिका जलेर खरानी भइन्। यस घटनाको सम्झनामा फागुन पूर्णिमाको अघिल्लो रात होलिका दहन गरिन्छ। यसले दुष्ट शक्तिको अन्त्य र सत्यको विजयको प्रतीक जनाउँछ। होली पर्व कहिलेदेखि मनाउन थालियो? होली पर्वको इतिहास अत्यन्त पुरानो मानिन्छ। विभिन्न पौराणिक ग्रन्थहरू जस्तै विष्णु पुराण र भागवत पुराणमा होलिका सम्बन्धी कथाहरू पाइन्छन्। इतिहासकारहरूका अनुसार होली कम्तीमा 2000 भन्दा बढी समयदेखि मनाउँदै आएको छ। प्राचीन भारतका शिलालेख र साहित्यमा पनि वसन्त उत्सव तथा रङ्ग खेल्ने परम्पराको उल्लेख पाइन्छ। पहिले होली मुख्यतः धार्मिक अनुष्ठानका रूपमा मनाइन्थ्यो। समयक्रमसँगै यसमा सांस्कृतिक र सामाजिक पक्ष थपिँदै गयो। अहिले यो पर्व केवल धार्मिक सीमामा मात्र सीमित छैन, बरु विश्वभर फैलिएको सांस्कृतिक उत्सव बनेको छ। होलीको सांस्कृतिक महत्त्व के हो त? वसन्त ऋतुको स्वागत। जाडो समाप्त भएर वसन्त सुरु हुने खुसियालीमा होली मनाइन्छ। सामाजिक एकता। जात, वर्ग, धनी गरिबको भेदभाव हटाएर सबैलाई एउटै रङ्गमा रङ्गाउने सन्देश दिन्छ। क्षमा र मेलमिलाप। पुराना रिस राग बिर्सेर नयाँ सम्बन्ध सुरु गर्ने अवसर हो। आनन्द र उत्साह। नाचगान, मिठाई, गीत र रङ्गले जीवनमा खुसी थप्ने पर्व हो। निष्कर्ष, होली पर्व केवल रङ्ग खेल्ने चाड मात्र होइन, यो असत्य र अन्यायमाथि सत्यको विजयको प्रतीक हो। यसको उत्पत्ति भक्त प्रहलाद र होलिकाको पौराणिक कथासँग जोडिएको छ र यसको इतिहास हजारौं वर्ष पुरानो मानिन्छ। आज होली केवल धार्मिक पर्व नभई सामाजिक एकता, प्रेम र सद्भावको विश्वव्यापी उत्सव बनिसकेको छ। होली हामीलाई सिकाउँछ जीवनमा साँचो रङ्ग प्रेम, विश्वास र सद्भाव नै हुन्। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। हजुरहरूको यस्तै साथ र सहयोगले गर्दा अरू यस्तै रोचक भिडियोहरू बनाउन हौसला प्रदान गर्नेछ। धन्यवाद।